आदरणीय सम्पूर्ण मिथुन राशिका दर्शकहरू, आज हामी विक्रम सम्वत 2082 साल कार्तिक महिनाको मासिक राशिफल मिथुन राशिको बारेमा चर्चा गर्छौं। वास्तवमा यो मिथुन राशि भन्ने राशि कस्तो हो त्यो कुरा हामीले जान्नुपर्छ। मिथुन राशिको बारेमा आज हामी चर्चा गरिहाल्छौं। त्यसपछि कार्तिक महिनामा राशिफल हेर्नको लागि कुन ग्रहको प्रभाव बढी हुन्छ, हामीले कुन ग्रहको आधारमा मासिक राशिफल हेर्नुपर्छ त्यो विषयमा हामी चर्चा गर्छौं। धेरैले भन्नुहुन्छ राशिफल मिल्दैन भन्नुहुन्छ। मिल्छ, थोरै 1-2 मिनेट राशिफल सुनेर हुँदैन, अन्तिमसम्म सुन्नु होला। तपाई टिकटक हेर्नुहुन्छ, फेसबुक हेर्नुहुन्छ, अनावश्यक तरिकाले 10-15 मिनेट गुमाइहाल्नुहुन्छ। त्यसैले 10-15 मिनेट टाइम दिनुस्, आफ्नै राशिफल हो, धेरै ज्ञान गुणका कुराहरू प्राप्त गर्न सक्नुहुन्छ। त्यसैले अन्तिमसम्म राशिफल हेर्नुस्, राम्रो हुन्छ। तर राशिफलले तपाईलाई राम्रो भन्दा पनि नराम्रो भइरहेको छ, नराम्रो भन्दा पनि राम्रो भइरहेको छ भने जन्मिने बेलाको ग्रहहरू केही राम्रो नराम्रो कस्तो चलिरहेको छ त्यसले पनि जीवनमा प्रभाव पार्छ। एकपटक आफ्नो जन्ममितिबाट ग्रह दशा पनि हेराउनुस्, त्यसले पनि तपाईलाई विशेष कुराहरू सहयोग गर्छ। अब मैले आज तपाईको माझमा मिथुन राशिको के कुराहरू जानकारी दिन्छु भन्दाखेरि मिथुन राशिको व्यक्तित्व कस्तो रहन्छ, नेतृत्व कस्तो रहन्छ, आर्थिक अवस्था कस्तो रहला, त्यसैगरी दाजुभाइ दिदीबहिनीसँगको सम्बन्ध कस्तो रहला, घर परिवारसँगको सम्बन्ध, घर परिवार आफ्नो चाहिँ पेशा व्यवसाय कस्तो होला त्यो विषयमा हामी चर्चा गर्छौं। वैवाहिक जीवन, प्रेमको कुराहरू होला, सर सन्तानको कुरा, पढाइको कुराहरू होला, यी विविध विषय, स्वास्थ्यको कुराहरू हेर्छौं, स्वास्थ्यको अवस्थाको बारेमा चर्चा गर्छौं। त्यसैगरी वैवाहिक जीवनको कुराहरू, प्रेमको कुराहरू, पार्टनरका कुराहरू, पेशा व्यवसायको कुराहरू होलान्, चोटपटक दुर्घटनाको कुराहरू कस्तो छ त्यो कुराहरू होला, भाग्यको अवस्था कस्तो छ, गुरु पितासँगको सम्बन्ध कस्तो होला र तपाईको जागिरी नोकरी कर्मको अवस्था कस्तो छ, देश विदेशको अवस्था कस्तो छ, सवारी साधन गाडी घोडाको अवस्था कस्तो रहनेछ, आम्दानी के छ, खर्च के छ, समग्र तपाईको जीवनमा दैनिक रूपमा जुन जुन खालका चाहिँ परिदृश्यहरू, घटनाहरू, कामहरू देखा पर्छन् ती कुराहरू कस्ता रहेका छन् आज हामी चर्चा गर्छौं। र तपाईलाई मेरो अनुरोध छ र तपाई सधैँ राशिफल हेर्नुहुन्छ, ज्योतिषी कुराहरू जान्न चाहनुहुन्छ, हाम्रो च्यानललाई सब्स्क्राइब गर्न सक्नुहुन्छ र नजिकै रहेको बेलमा गएर अलमा क्लिक गर्न नबिर्सनु होला। जन्ममितिबाट ग्रहदशा र आफ्नो भाग्यरेखा हेराउन चाहनुहुन्छ भने यो WhatsApp नम्बर छ, तपाईले WhatsApp नम्बर 9847844095 मा, त्यसैगरी 9809560557 मा सिधा फोन गर्नुस् र WhatsApp मा तपाईले मेसेज गर्नुस्, अवश्य सफलता प्राप्त गर्न सक्नुहुन्छ र जीवनमा तपाईले आफ्नो ग्रह दशाहरू हेराउन सक्नुहुन्छ। अब म ढिला नगरिकन मिथुन राशिको कार्तिक महिना कस्तो छ, विशेष गरेर मिथुन राशि भन्ने बित्तिकै सबभन्दा पहिलो कुरा सूर्य ग्रहको आधारमा मासिक राशिफल हामी हेर्छौं। सूर्य भनेको ग्रहको राजा हो। सूर्य भनेको के रहेछ? ग्रहको राजा हो। सूर्य भनेको के हो? सूर्य भनेको पिता हो र सूर्य भनेको आत्मा हो। सूर्य भनेको नेतृत्व हो। त्यसैले हामी के भन्छौं भन्दाखेरि मासिक राशिफल भनेको सूर्य ग्रहको आधारमा हुन्छ, दैनिक राशिफल भनेको चन्द्रमा ग्रहको आधारमा हुन्छ, वार्षिक राशिफल भनेको बृहस्पति, राहु, त्यसैगरी शनि ग्रहको आधारमा हुन्छ। यद्यपि मैले तपाईलाई जोड्न खोजिरहेको कुरा के हो भन्नुहुन्छ भने यहाँ सबैभन्दा पहिले सूर्य ग्रहको आधारमा हामीले तपाईको विश्लेषण गर्दा कार्तिक महिनामा सूर्य नीच राशिमा हुन्छ, 7 को अङ्कमा बसिरहेका हुन्छन्। मिथुन राशिको सूर्य ग्रह तेस्रो भावको मालिक पञ्चमी स्थानमा त्रिकोणमा गएर बसेका छन्। बसाइको हिसाबले केही हदसम्म सकारात्मक हो, तर कार्तिक महिनाको नीच राशिको अवस्थाको जुन सूर्य ग्रह पञ्चमी स्थानमा गएर बस्नु भनेको पढाइमा जुन हिसाबले सफलता लिन सक्नुपर्ने हुन्छ त्यो छैन विद्यार्थी भाइ बहिनीहरूको लागि। र जुन खालको तपाईमा आत्मविश्वास र आत्मबल बढ्ने हुन्छ नि तपाई मिथुन राशिलाई, त्यो छैन कार्तिक महिनामा। केही न केही आत्मविश्वास, आत्मबलमा कमजोरी भइरहेको अवस्था र महसुस यहाँ गर्न सकिन्छ। अर्को कुरा हामी के बताउन चाहन्छौं भन्नुहुन्छ भने जति पनि तपाईको चाहिँ मिथुन राशिको व्यक्तित्व रहनुहुन्छ तपाईहरुको लागि यो सूर्य ग्रहले पितासँगको सम्बन्ध पनि मध्यम बनाउँछ, किनभने सूर्य नीच अवस्थामा छ
नीच राशिमा बसेका छन्, यसले पितासँगको सम्बन्ध पनि मध्यम बनाउने भयो। त्यो कुरा हामी ख्याल गर्नुपर्छ। अब यहाँनिर हामीले जान्नुपर्ने र बुझ्नुपर्ने कुरा के छ भन्दाखेरि सूर्यलाई राम्रो बनाउनु पर्ने अवस्था भयो। सूर्यलाई राम्रो बनाउनुको लागि आइतबारको दिन सूर्यलाई जल चढाउनु। यदि जल चढाउने फुर्सद छैन भने घाम हरेक दिन घाम ताप्नु। ओम घिर्नी सूर्याय नमः, ओम सूर्याय नमः, ओम आदित्याय नमः, ओम सूर्यदेव भनेर भन्दा पनि हुन्छ। त्यसरी सूर्यको शरणमा पर्नु पर्यो, सूर्यदेवलाई खुसी बनाउनु पर्यो। त्यसैगरी आफ्नो पितालाई तपाईँले सम्मान गर्नुहोस्, पिताको सहयोगमा जुट्नुहोस्। तपाईँको सूर्य राम्रो हुन्छ। सूर्य राम्रो हुन बित्तिकै तपाईँको आत्मबल राम्रो हुन्छ, आत्मविश्वास राम्रो हुन्छ। तपाईँको आत्मा राम्रो हुन बित्तिकै दैनिक काम र पेसा व्यवसाय सफलता प्राप्त गर्न सक्नुहुन्छ। शुभ र राम्रो हुन्छ भन्ने हाम्रो ज्योतिषी मान्यता रहेको छ। तपाईँहरू त्यसरी अगाडि बढ्न सक्नुहुन्छ। अब मैले यहाँनिर जोड्न खोजेको कुरा के छ भन्दाखेरि आदरणीय तपाईँ सम्पूर्ण जति पनि तपाईँको चाहिँ मिथुन राशिको व्यक्तित्व रहनुहुन्छ, सकारात्मक किसिमको ऊर्जा, सकारात्मक किसिमको कार्यहरू प्राप्त गर्नको लागि चाहिँ अरू कुरा के गर्न सक्नुहुन्छ भन्दा अब सूर्य ग्रह पञ्चम स्थानमा रहँदाखेरि, मंगल ग्रह पनि त्यही ठाउँमा रहँदाखेरि तपाईँले दाजुभाइको सहयोग, दिदीबहिनीको सहयोग, पिताको सहयोग, हरेक व्यक्तिहरूको सहयोग लिने प्रयास गर्नु पर्यो र उहाँलाई पनि सहयोग गर्ने प्रयास गर्नु पर्यो। राम्रो हुनेछ। आफूभित्र रहेको बल, आफूभित्र रहेको बौद्धिकता, आफूभित्र रहेको ज्ञान, आफूभित्र रहेको क्षमता, सबै कुराहरू तपाईँले राम्रोसँग प्रयोग गरेर अगाडि बढ्नुहोस्। नआत्तिकन कामहरू गर्नुहोस्, तपाईँले सफलता लिन सक्नुहुन्छ। कार्तिक महिना तपाईँलाई राम्रो हुनेछ। अब विशेष गरेर मिथुन राशिको स्वामी ग्रह भनेको बुध ग्रह हो। बुधलाई हामी व्यवसायको ग्रहको रूपमा लिन्छौँ। बुध भनेको बानी बोलीको कारक ग्रहको रूपमा लिने गर्छौँ। लग्नको मालिक बुध 6औं भावमा गएर बस्यो, 4th भावको मालिक पनि हो। स्वास्थ्यको हिसाबले कार्तिक महिनामा छालासँग सम्बन्धित, टाउको दुख्नेसँग सम्बन्धित पेटको समस्याहरू तपाईँलाई देखा पर्न सक्छ। त्यसैले तपाईँहरू आफ्नो स्वास्थ्यमा कार्तिक महिनामा जति पनि मिथुन राशिका व्यक्तित्व रहनुहुन्छ बहुत सावधानी भएर, बहुत सतर्क रहेर अगाडि बढ्न यहाँहरू सबैलाई अनुरोध गर्न चाहन्छु। त्यो अनुसार तपाईँले काम गर्नुभयो भने सफलता प्राप्त गर्न सक्नुहुन्छ है भन्ने खालको तपाईँको चाहिँ त्यस्तो खालको युगहरू परिरहेको अवस्था देखिन्छ। र अर्को कुरा मैले यहाँ तपाईँलाई जोड्न खोजिरहेको कुरा के हो भन्नुहुन्छ भने विशेष गरेर बुध भनेको बुद्धिको कारक हो। कार्तिक महिनामा कुनै पनि कामहरू गर्दा बुद्धिको प्रयोग गर्नुहोस्, बलको प्रयोग होइन। आफूभित्र रहेको ज्ञान र सिपको प्रयोग गर्नुहोस्, सोच विचार गरेर कामहरू गर्नुहोस्। अवश्य मिथुन राशिको व्यक्तित्व सफलता प्राप्त गर्न सक्नुहुन्छ भन्ने मान्यता रहेको छ। र यी कुरामा ख्याल गर्ने र आमाको स्वास्थ्यमा ख्याल गर्ने, घर परिवारका कुनै पनि परिवारहरू व्यक्तिहरूको स्वास्थ्यमा ख्याल गर्ने, आफ्नो स्वास्थ्यमा ख्याल गर्ने। 70हरू बढी छन्, 70हरू बढी लाग्छन्, 70बाट ख्याल गर्ने र तपाईँले जसलाई राम्रो गर्यो, विश्वास गर्यो, ती व्यक्तिहरूबाट धोका हुन सक्छ। त्यो कुरामा ख्याल गरेर अगाडि बढ्नुभयो भने राम्रो र शुभ रहन सक्ने अवस्था मिथुन राशि देखिन्छ। आर्थिक हिसाबले बृहस्पति ग्रह धन स्थानमा छ। कार्तिक महिनामा धन राम्रो कमाउन सक्नुहुन्छ, ल्याउनु पर्ने रकमहरू प्राप्त गर्न सक्नुहुन्छ। तपाईँको आम्दानी, पेसा, कर्म अनुसार तपाईँले राम्रो सफलता लिन सक्नुहुन्छ। किनभने कर्मस्थानको बृहस्पति ग्रह 11औं भावमा छ। 7म स्थानको व्यवसाय स्थानको ग्रह बृहस्पति धन स्थानमा छ। त्यसैले तपाईँको आम्दानी राम्रो हुन्छ, आय आर्जनको पाटो राम्रो हुन्छ, ल्याउनु पर्ने रकमहरू प्राप्त गर्न सक्नुहुन्छ, सकारात्मक किसिमको ऊर्जाहरू प्राप्त गर्न सक्नुहुन्छ। यो पक्ष तपाईँको लागि शुभ र राम्रो हुनेछ। र नाता कुटुम्बको माध्यमबाट र आफन्तको माध्यमबाट तपाईँले धन अर्थोपार्जन गर्न सक्नुहुन्छ र आफ्नो बौद्धिक ज्ञान, क्षमता र पेसा व्यवसायको क्षेत्रबाट, नोकरीबाट मिथुन राशि राम्रो धन कमाउन सक्नुहुन्छ। आर्थिक हिसाबले हेर्ने हो भने कार्तिक महिनामा मिथुन राशिको लागि सुखद र राम्रो अवस्था, सकारात्मक किसिमको ऊर्जाहरू प्राप्त गर्ने शुभ र राम्रो अवस्था देखिएको छ। तेस्रो भावमा बसेको केतु ग्रहले दाजुभाइसँगको सम्बन्धहरू राम्रो नराम्रो दुईटै बनाउन सक्छ। तर पनि तपाईँले विशेष गरेर के गर्न, तेस्रो भावमा बसेका कुनै पनि ग्रहले पराक्रम बढ्नेछ र तपाईँमा जोस जाँगर बढ्नेछ र शत्रु परास्त गर्न सकिन्छ। विभिन्न प्रतियोगिताहरूमा जित हासिल गर्न सक्नुहुन्छ। खेल जगत आदि, व्यापार व्यवसाय, नोकरी क्षेत्रमा केही सकारात्मक ऊर्जाहरू लिन सक्नुहुन्छ भन्ने मान्यता रहेको छ। 4th भावमा शुक्र नीच अवस्थामा छ र कृषि क्षेत्रमा मध्यम रहनेछ। त्यसैले तपाईँको कृषि क्षेत्रमा राम्रो नराम्रो रहन सक्ने देखिन्छ। घरमा चाहिने कुनै पनि विलासिताको सामग्रीहरू जोड्ने अवस्था
कार्तिक महिनामा छ। अनावश्यक खर्च विलासिताको सामग्रीहरूबाट अनावश्यक जोड्नेबाट अलिकति सावधानी भएर अगाडि बढ्नुभयो भने राम्रो र शुभ हुन्छ भन्ने ज्योतिषी मान्यता रहेको छ। त्यसरी तपाईहरू अगाडि बढ्न सक्नुहुन्छ। अब सप्तम स्थानको बृहस्पति ग्रह दोस्रो भावमा रहेको छ। तपाईँ अविवाहित हुनुहुन्छ, तपाईँको विवाहका कुराहरू चल्नेछ। तपाईँ विवाहित हुनुहुन्छ, तपाईँको दाम्पत्य जीवन, तपाईँको बुढाबुढीको माया प्रेम राम्रो हुन्छ। श्रीमान श्रीमतीको माध्यमबाट अर्थ उपार्जन धन कमाउन सक्नुहुन्छ। व्यापार व्यवसायमा फस्टाउन सकिन्छ, राम्रो लिन सक्नुहुन्छ। यो सकारात्मक ऊर्जाहरू रहन सक्ने देखिन्छ। यो तपाईँलाई शुभ पक्ष रहेको छ। र त्यसै गरी तपाईँहरूको लागि भाग्य स्थानमा गएर बसेको छ जुन शनि ग्रह कर्मस्थानमा गएर बसेका छन्। तपाईँको अष्टम स्थानको मालिक पनि हो। खोज अनुसन्धान क्षेत्रमा, तन्त्र मन्त्र साधनाको क्षेत्रमा तपाईँ मिथुन राशि हुनुहुन्छ, राम्रो सफलता प्राप्त गर्न सक्नुहुन्छ। धार्मिक तथा आध्यात्मिक क्षेत्रमा केही चिन्तनहरू बढ्नेछ। र भाग्य स्थानमा राहु ग्रह छ। पितासँग गुरुसँग सम्बन्धहरू बिगार्छ राहुले। त्यसैले अग्रज व्यक्तिसँग झैझगडा कलह र विवादहरू नगर्नुहोला। आदि व्यक्तिहरूबाट सावधानी भएर अगाडि बढ्नुभयो भने शुभ र राम्रो हुन्छ र सकारात्मक किसिमको ऊर्जाहरू प्राप्त गर्न सक्नुहुन्छ भन्ने हाम्रो ज्योतिषी मान्यता रहेको छ र ज्योतिषी सल्लाह सुझाव तपाईँलाई रहेको छ। त्यो अनुसार अगाडि बढ्न सक्नुहुन्छ। र मिथुन राशिको व्यक्तित्व कार्तिक महिनामा सवारी साधन गाडीहरू किन्न चाहनुहुन्छ, गाडीहरू जोड्न चाहनुहुन्छ, तपाईँले गाडी किन्न सक्नुहुन्छ, गाडी जोड्न सक्नुहुन्छ। त्यो तपाईँलाई राम्रो हुनेछ। सवारी साधन जोड्ने र सवारी साधन तपाईँले प्राप्त गर्ने राम्रो खालको योगहरू तपाईँलाई बनिरहेकै हुन्छ। फलाम शुभ रहनेछ र त्यस्तो खालको योग कर्मस्थानमा शनि ग्रहले बनाइरहेको छ। त्यसै गरी हामीले अर्को कुरा तपाईँलाई के जोड्न खोजिरहेको हो भने जति पनि मिथुन राशिको व्यक्तित्व रहनुहुन्छ, विक्रम सम्वत 2082 साल कार्तिक महिनामा तपाईँको लागि शनि कर्मस्थानमा रहँदा शनिले तपाईँलाई न्याय दिने काम गर्छ, कर्म दिने काम गर्छ, तपाईँको मेहनत बढाउने काम गर्छ, तपाईँलाई परिश्रमी बनाउँछ। शनि भनेको न्याय दिन्छ। त्यसैले राम्रो काम गरियो भने राम्रो फल प्राप्त गर्न सकिन्छ, शुभ फल प्राप्त गर्न सकिन्छ भन्ने हाम्रो ज्योतिषी मान्यता छ। त्यसैले तपाईँले काम पाउनुहुन्छ। बेरोजगार भइन्न, रोजगार भइन्छ। तर काम हरेक ढिला सुस्ती चाहिँ अवश्य रहन्छ। शनि कर्मस्थानमा भयो भने हरेक कामहरू ढिला हुन्छ। शनिले के गर्छ? काम ढिला, खर्च वृद्धि, मानसिक चिन्ता, शरीरमा आलस्यता, होइन, चोटपटक, स्वास्थ्य बाधा दिने ग्रह पनि हो। त्यसरी सावधानी भएर अगाडि बढ्नुपर्छ भन्ने मान्यता रहेको छ। त्यसरी अगाडि बढ्नुहोला। आम्दानी स्थानको मङ्गल ग्रह त्रिकोण पञ्चम स्थानमा गएर बसेको छ। यो मङ्गल ग्रह 6औं स्थानको मालिक पनि हो। त्यसैले आम्दानी ल्याउनु पर्ने रकमहरू हिजोको दिनमा मेहनत गर्नुभयो, मेहनतको प्रतिफल तपाईँले प्राप्त गर्न सक्ने मिथुन राशिको शुभ र राम्रै खालको योगहरू बनिरहेकै छ भन्ने ज्योतिषी मान्यता रहेको छ। आदरणीय सम्पूर्ण मिथुन राशिको व्यक्तित्वहरू, अब मैले तपाईँलाई यहाँ जोड्न खोजेको र बताउन खोजिरहेको कुरा के छ भन्दा तपाईँहरूलाई हरियो रङ राम्रो हुन्छ। जति पनि मिथुन राशिको व्यक्तित्व रहनुहुन्छ हरियो रङको प्रयोग गर्नुहोला। बुधबारको दिन तपाईँलाई धेरै राम्रो र शुभ रहनेछ। र तपाईँको लागि चाहिँ मिथुन राशिको व्यक्तित्वहरू वृश्चिक राशिसँगको विवाह नगर्नुहोला र पार्टनर सम्बन्ध राम्रो हुँदैन। वृश्चिक राशिसँग पार्टनर विवाहबाट जोगिने प्रयास गर्नुपर्छ। र पन्ना भन्ने रत्न हुन्छ, औँठी बनाएर लगाउन सक्नुहुन्छ। पन्ना रत्न धारण गर्नुभयो भने शुभ र राम्रो हुन्छ भन्ने मान्यता रहेका छन्। त्यसै गरी जति पनि मिथुन राशिको व्यक्तित्व रहनुहुन्छ तपाईँहरूको लागि चाहिँ विशेष गरेर के छ भन्दाखेरि कार्तिक महिनामा शुभ र राम्रो बनाउनको लागि चाहिँ तपाईँहरूले सकारात्मक हुनको लागि भगवान विष्णुको उपासना गर्न सक्नुहुन्छ। भगवान विष्णुको स्मरण गर्नुहोला र त्यसै गरी सूर्यलाई जल चढाउन नबिर्सिनुहोला। यति कामहरू गर्नुहोला। गरिएको कामलाई निरन्तरता दिनुहोला। नआत्तिकन अगाडि बढ्नुहोला। काम ढिलै भए पनि तपाईँले ढिला प्रतिफल भए पनि कार्यमा सफलता अवश्य प्राप्त गर्न सक्नुहुन्छ। राम्रो छ। वैदेशिक रोजगार र विदेश जान चाहनेहरूको लागि विदेशको काम ढिला छ, जान त सक्नुहुन्छ। पहिले नै विदेश रहनुभएका व्यक्तित्वहरूको लागि राम्रो रहेको छ। र सवारी साधन चढ्दा चलाउँदा ख्याल त गर्नु पर्यो, तर फलाम गाडी घोडा किन्न र जोड्न सकिन्छ। मिथुन राशिको व्यक्तित्वहरू विदेशमा पनि गाडीहरू किन्न सक्यो, तर चलाउँदा ख्याल गर्नुहोला। त्यसरी अगाडि बढ्नुहोस्। अब यो मिथुन राशि हुने जति पनि व्यक्तित्व रहनुहुन्छ कार्तिक महिना तपाईँको लागि भव्य, सभ्य र राम्रो र सकारात्मक ऊर्जा होस् भन्ने हाम्रो मान्यता रहेको छ। त्यो अनुसार तपाईँले अवश्य नवग्रहहरूबाट साथ र सहयोगहरू पाउन सक्नुहुन्छ। अब भने तपाईँलाई म आग्रह गर्न चाहन्छु, हाम्रो च्यानलमा तपाईँ नयाँ हुनुहुन्छ, सधैँ मासिक राशिफल हेर्न र सुन्न रुचाउनुहुन्छ भने हाम्रो च्यानललाई सब्सक्राइब गर्नुहोला। नजिकै रहेको बेलमा गएर अलमा क्लिक गर्न नबिर्सनुहोला।
र जन्ममितिबाट ग्रह दशाको लागि तपाईँले सिधै WhatsAppमा मेसेज गर्नुहोस् र डाइरेक्ट मोबाइलमा फोन गर्नुहोस् 9847844095 9809560557। यी WhatsApp नम्बर रहेका छन्। यसमा फोन गरेर आफ्नो जीवनको बारेमा जान्न सक्नुहुन्छ, आफ्नो पेसा व्यवसायको बारेमा जान्न सक्नुहुन्छ, आफ्नो प्रेम विदेश अनि त्यसै गरी काम जागिरी धन पैसाको बारेमा जान्न सक्नुहुन्छ। हामीलाई चिनाकुण्डली हेराउनुहोला। आजको राशिफल, आजको विषयवस्तु कस्तो लाग्यो? जस्तो लाग्यो त्यस्तै सल्लाह सुझाव प्रतिक्रिया दिन नबिर्सनुहोला। यद्यपि हाम्रो च्यानल नयाँ हुनुहुन्छ सब्सक्राइब गर्न अनुरोध गर्दै छायाङ्कनबाट रञ्जना देवकोटाको साथमा तपाईँ सम्पूर्ण दर्शकहरूलाई धेरै धेरै धन्यवाद दिँदै म ज्योतिषी ठाकुर देवकोटा आगे चाहन्छु। यहाँहरूको कार्तिक महिना भव्य र सभ्य रहोस्। नवग्रह र तपाईँका सम्पूर्ण आफ्ना कुलदेवता इष्टदेवता देवीदेवताले तपाईँलाई रक्षा गरून्। नवग्रहहरूको सधैँ तपाईँलाई सकारात्मक किसिमको ऊर्जा र साथ सहयोग रहोस्। हामी यही कामना गर्छौँ। नमो नमः। जय ज्योतिषम।